नमस्कार दर्शकबिन, म अर्को भिडियोमा तपाईलाई स्वागत गर्न चाहन्छु। के तपाईको गाउँ ठाउँमा घटेका घटनाहरूलाई बाहिर ल्याउन चाहनुहुन्छ? यदि फेसबुक, युट्युबबाट बाहिर ल्याउन चाहनुहुन्छ भने चाहिँ कृपया सम्झिनु होला। किनभने हाम्रो गाउँ ठाउँमा धेरै पछि परेको छ। हाम्रो गाउँ ठाउँमा घटनाहरू धेरै भइरहेका हुन्छन् हैन, तर त्यसको सत्य तथ्य बाहिर ल्याउन अहिले जो सामाजिक सञ्जाल मार्फत बाहिर तपाईहरु ल्याउन चाहनुहुन्छ भने चाहिँ बाहिर ल्याउनुहोस्। किन बिनहरुको सत्यको आवाज बोल्ने, बिनहरुको आवाज बोल्न म आजभोलि तपाईसँग सहकारी गरेको छु। दर्शकबिन, तपाईहरुको गाउँ ठाउँमा के कस्ता समस्याहरू छन्, तपाईको गाउँ ठाउँमा कस्तो घटना घटेको छ त त्यो घटनालाई मध्यनजर गर्दै म अहिले तपाईसँगै जोडिने छु, तपाईसँगै सहकारी गर्ने छु, तपाईसँगै रहने छु। तपाईसँग आज म तपाईसँग कुराकानी गर्नको लागि प्रत्यक्ष म फेसबुक पेज र युट्युबमा आउने छु। दर्शकबिन, पक्कै पनि यस्तो कुनै पनि यो घटना आफ्नो गाउँ ठाउँको वास्तविक कुरा के छ, घटनाको बारेमा समस्या के छ, त्यसको बारेमा अहिले हामीले सामाजिक सञ्जाल मार्फत बाहिर ल्यायौं भने हामीहरूले मात्र नभएर जो हरेक मान्छेले हेर्न सक्छन्, हरेक मान्छेले बुझ्न सक्छन् यो ठाउँमा यस्तो समस्या छ, यो ठाउँमा यस्तो समस्या छ भन्ने भन्छ। दर्शकबिन, त्यो पनि हैन, म समस्या मात्र हैन, म तपाईका गाउँ घरमा रहेका कला प्रतिभालाई पनि बाहिर ल्याउने प्रयासमा जुटिरहेको छु। दर्शकबिन, के तपाईसँग गाउन सक्ने क्षमता छ, तपाईसँग कला छ, तपाईसँग गला छ भने पनि सम्झिनु होला। म हरेक ठाउँमा म जस्ताको तस्तै त्यहाँ तपाईकै गाउँ ठाउँमा आएर भिडियोहरू निर्माण गर्नेछु र तपाईले साथ सपोर्ट दिनुभयो भने आगामी दिनहरुमा म जस्ताको तस्तै भिडियो निर्माण गरेर तपाईकै गाउँ ठाउँ, तपाईकै ठाउँमा आएर म तपाईहरुसँगै प्रत्यक्ष कुराकानी, तपाईहरुसँगै प्रत्यक्ष भलाकुसारी गर्न लागिरहेको छु। दर्शकबिन, त्यही भएर तपाईका गाउँ घरका गुनासाहरू सिधै मलाई व्हाट्सएपमा पठाउन सक्नुहुन्छ या मेसेन्जरमा पठाउन सक्नुहुन्छ र तपाईसँगको हरेक ठाउँमा एक समस्या हुन्छ नै र तपाईसँग कुनै न कुनै कला गला हुन्छ नै। त्यो एकदमै कुना कन्तरमा लुकिरहेर जो गुसिरहेका आवाजहरुलाई आवाज बिहीनहरुको आवाजमा बाहिर ल्याउने प्रयासमा जुटिरहेको छु। दर्शकबिन, तपाईसँग गाउन सक्ने क्षमता छ, तपाईसँग अभिनय गर्न सक्ने क्षमता छ, तपाईसँग कला छ, तपाईसँग गला छ भने पनि सम्झिनुहोस्, जो मेरो मोबाइल नम्बरमा म तपाईलाई छोड्दिने छु। तुरुन्तै मलाई सम्पर्क गर्नुहोला। सम्पर्क गरिसकेपछि म तपाईलाई तपाईकै ठाउँ, तपाईकै गाउँमा घरमा आउने छु। दर्शकबिन, तपाईको हरेक पलको आवाज, बिनहरुको आवाज बोल्नलाई म आजभोलि सामाजिक सञ्जालमा एक्टिभ भएर जुटिरहेको छु र म तपाईसँगै सहकारी गर्नेछु, तपाईसँगै यात्रा गर्नको लागि म तयार भएर जुटिरहेको छु। दर्शकबिन, तपाईको हरेक गाउँ ठाउँमा हरेक घटनाहरू घटेका हुन्छन्, त्यो घटनालाई म बाहिर ल्याउने प्रयासमा जुटिरहेको छु। तपाईको ठाउँमा के छ, के घटना घटेको छ, मलाई छिट्टै सम्पर्क गर्नुहोला। म त्यो घटनाकोलाई बाहिर ल्याउने प्रयासमा जुट्नेछु। तपाईको त्यो घटनालाई मध्यनजर गर्दै बाहिर ल्याउने गर्नेछु। तपाईसँग कुनै न कुनै समस्या त होला नि गाउँघरमा हैन र, तर त्यो समस्या बाहिर ल्याउने अहिले कमै मात्रा देखिरहेको छु मैले। दर्शकबिन, जो हाम्रो शहर बजारमा त आपसे आप बाहिर आइहाल्छन्, जो गाउँ ठाउँमा रहेका गुम्सिरहेका जो समस्याहरू, त्यसको समाधान गर्न कसैले पनि जुटेको हुँदैन, कोही पनि आएको हुन्न। न त्यहाँ ठुला मान्छेलाई थाहा हुन्छ यहाँको समस्या के छ भन्ने कुरा, न कसैलाई के थाहा हुन्छ, कुनै पनि थाहा हुँदैन। दर्शकबिन, त्यही भएर तपाईसँग जे छ म त्यही आउनेछु, तपाईहरुको गाउँ, तपाईको ठाउँसम्म आउने प्रयास गर्नेछु। दर्शकबिन, तपाईसँगै रम्नेछु, तपाईसँगै रमाउनेछु, तपाईसँग तपाईले गरेका गुनासाहरूमा जस्ताको तस्तै भिडियो निर्माण गरेर सामाजिक सञ्जाल फेसबुक, युट्युबमा राख्ने जमर्को गरिरहेको छु। दर्शकबिन, र गरिरहन्छु पनि, गरिरहनेछु पनि। मैले गर्ने कर्म, मैले गर्ने धर्म कहिले पनि छोड्ने छैन। दर्शकबिन, त्यही भएर म हरेक भिडियो निर्माण गर्ने गर्छु,
हरेक भिडियो निर्माण गर्दै गर्दा कतिपय साथीहरूको गुनासो हुन सक्छ, कतिपय साथीहरूलाई मैले के भनेको होला है। तर म यो जानकारी गराउन चाहन्छु कि तपाईहरू सम्पूर्ण जो मेरो भिडियो हेर्ने मित्रहरूलाई म के जानकारी गराउन चाहन्छु भने हरेक साथीहरूले मलाई हैन यस्तो छ उस्तो छ हरेक ठाउँको समस्या ल्याउनु पर्यो भनेर जानकारी गराउनु भएको हुन्छ। तर म तपाईकै सल्लाह मनन गर्दै बाहिर ल्याउने प्रयास गरिरहेको छु। कृपया तपाईलाई जस्तो लाग्छ त्यस्तै सल्लाह प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला। तपाईको छोरा तपाईको छोरीहरू पनि तपाईको भाइ तपाईको दाइहरुकोसँग पनि कुनै कला गला छ भने पनि सम्झिनु होला। म प्रत्यक्ष तपाईहरुको गाउँ ठाउँमा आउन सक्ने प्रयासको हुनेछु, तपाईको गाउँ ठाउँमा आउनेछु र जो लुकिरहेको प्रतिभालाई बाहिर ल्याउने प्रयासमा जुटिरहेको छु दर्शकबिन। यही नै भन्न चाहन्छु। तपाईलाई भिडियो मन परे एक लाइक एक कमेन्ट एक शेयर गर्न चाहिँ नभुल्नु होला भन्दै यदि नयाँ साथीहरू हुनुहुन्छ भने पेजलाई फलो गरेर जोडिनु होला। सलेरी टिभी युट्युब च्यानलमा गएर पनि सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला भन्दै मेरो भिडियोलाई यही अन्त्य गर्न चाहन्छु। हवस् त, नमस्ते।